साथीहरु आज जेठ 17 गते काँक्रो रोपेको लगभग 22-23 दिन भएको छ। पहिलो खेती गर्दाखेरि मैले त्यो सिजन्य औषधिहरू प्रयोग गरेको थिइनँ, त्यो भएर निकै समस्या भएको थियो। अहिले पनि बेलैमा यो सिजन्य औषधिको चाहिँ प्रयोग गर्ने विचार गरेको छु र आज यो 23औं दिन यो रोकथामको लागि भनेर टाइटेनियम 45 र सी यो भिटामिन मिक्स गरेर हाल्न लागिरहेको छ साथीहरु। विशेष गरी डाउनी मिल्ड्यू र डाउनी मिल्ड्यू तल्लोपट्टि भागमा बढी देखिने भएको हुनाले यसलाई रोकथामको लागि तल्लो भागमा बेसी प्रयोग गर्नुपर्ने हुन्छ। पातको तल्लो भागमा सरिसकेपछि नाश गरेको छ। यसरी पुरै भेटिने गरेर हाल्छु। साथीहरु, काँक्रोको बेर्ना रोपेको आज 1 महिना पुगेको छ। आज जेठ 25 गते झाल अत्याधिक रूपमा बढेको छ। त्यसो भएको हुनाले पनि आज दोस्रो पटक छाटकाट गर्ने काम गरियो र भाले फुलहरू चाहिँ प्रशस्तै मात्रामा देखिएको छ र पोथी फुल चाहिँ एकदम कम देखिएको छ। सायद अब यसलाई चाहिने तत्त्वहरू नपुगेको पनि हुन सक्छ। 22 गते डिएपी र पोटास मलले ड्रप ड्रेसिङ पनि गरेको हो, बिस्तारै लाग्दै पनि छ। हुन त यो भर्खर 1 महिना पुग्यो, पोथी फुल लाग्ने समय नै होला। अब भन्न त 30-35 दिनदेखिबाट पोथी फुलहरू लाग्न थाल्छ भनेर भनिन्छ। यो गर्मी समयमा लगाएको र बेमौसमी उता माघतिर लगाएकोमा धेरै फरक पर्ने होला। अब खासै त्यति अनुभव त भएन। जे होस्, बोटको वृद्धि विकास असाध्यै राम्रो छ, धेरै सबैतिर राम्रै देखिन्छ। फल लाग्ने नलाग्ने कुराहरू चाहिँ पछिको कुरा हो साथीहरु।